गाइस हामीहरू आइसकेको छौँ यहाँ हामीहरू कति माछा छन् त्यो अनुसारले चाहिँ हामी मार्नेछौँ माछा छन् छ धेरै खै यो बोटिँदैन भेनाजु यहाँ आउने यहाँ छ एउटा लौ विवेक लौ लौ न हेर्न सक्छु गाइस मैले माछा समातिसकेको छु एउटा भुटी समाज फुट्यो समात त छिटो मारेन त्यो हातले समातेको ल गाइस एउटा माछा समातिसकेको छु मैले अब अरू पनि समात्नेछौँ पानी भित्र पानी हामीले माछा देख्छौँ म बनाउँछु आपलाई यसको पानी छैन भेगु थाल्यो पानी गङ्गेटा हात हाल्नु न छोप्नु पर्छ अहिले हुन्न भयो बिक्यो भागीको हेर्नु कि यही छ मेरो डाँडा यहाँ माथि छ दाइ चाहिँ हामीले देखिसकेको छौँ भागीको काग हेर्नु काट्यो धम्म तला
लाग्यो मेरो बुद्धि ठान्ने के तले लाइट टर्च देख्ने काम गरे यता यसले देखाउनु न हजुर यता तिमी लाइट देखाउने काम गरेको हात समात्नु ल मेरो लाइट देखाउनु ल दुईटा मेरो सबै जाइछ हामीसँग क्यामेरा पनि छ भागिहाल्यो नि हेर्नु बेनाजु यहाँ आउन पहिले यहाँ आउन छिटो दौडिनु भोटी आम्मा बेनाजु पुरै चोर्दिनु गाइस हिँड्छौँ त माछा आम्मा बेनाजु बेनाजु छिटो अन्नु बेनाजु छिटो अन्नु आम्मा बहुत माछा बोटी मात्रै के हेर्नु यहाँ पुरै मिसले बोलाउनु दिनु म दोकान सानो दोकान बेसी दिन लाइट देखाउनु मिसले हाम्रो कुछ एउटा मान्छे हामी के ला देखो ले चाहिँ नोइन न हेर न म्युजिक राम्रो देखेन लामो इर गरे यो छोड्दै यो मिसलाई दियो सबै लाइट मिसलाई दिनु साला सब लाइट मिसलाई दियो बेला ल मिसी पक्रा तिमी के हाल्दै जान्दैन भने ल लाइट देखाउन यो पक्रा नि विवेक यसले ब्लग बनाउनु त्यो मोबाइल छोडिदियो मोबाइल गोजीमा राख बेनाजुको स्त्री बनाऊ स्त्री म मार्छु नहीं यार मैं ले रहा हूँ हामी चाहिँ अब माछाको खतरा मार्दैछौँ होइन म चाहिँ लाइट म्यान अनि माछा म्यान ओइ मा हेर्छ माछा यहाँ पनि दुईवटा खेप हाल्यो बोटी
बेटा आम्बा ओ रखा बोल ना बोटे बहुत छली हाल सोल्टी राजा यता हेर्दैन जस्तो टमाटर कहाँ दिन्छ नानी बिन्दास बिन्दास माछा मार्ने बिन्दास आज बिहानको लागि चाहिँ छाक बनाउन आएको भाउजूलाई अब छाक लिएर आउने भनेर मसला पिस्नु भनेर छाक त लिएर जानु पर्यो अब मान्छे धेरै आएपछि तिनीहरू भएको के अहिले अजान बेतालको अहिले ओए टाटी हो त्यो टाटी होइन अघि सोडले दामी भोट जान्ने नि दामी थियो यार ठुलो थियो क्या भेनाजु यस्तो गरम भेनाजु यहाँ छोडिदिएँ मैले रखानु मुजी त्यहाँ भोटी छ क्या दामी दामी भोटी छ दामी लो विवेक देख्दैन नुरले माथि ढुङ्गा हालेर मार्छ देख्दैन कसले बुल्टा कस्तो छ लेख्छु मलाई थाहा छैन मसँग छैन बस्नु किन हान्ने ढुङ्गा राजु यतातिर अलिक छोडिदिमा न अलिक फेरि यहीँ बसला नि त ढुङ्गा उठाउँछ त्यो भेना उठाउनु बुझी कि उठिकन दबाइदिनु तिमी त चक्कु हामी सक्छु छैन बुझी छोड हाल्नु त यस्तै गप्ने भन्नु लाउनु न गप्ने दिनु कि ल यहाँ छ एउटा बाटो ल हाल मलाई एकछिन त्यो ठाउँ खाली भन्दै चक्कु ल्याएन मलाई मुजी सुमित त्यो ठाउँ एकछिन छोड्यो न त्यति ए भाइ हालाई देखाउ न भेना अनि भेना चाहिँ मुखमा राखेको त्यो गर्नु सक्नुहुन्छ देखाउ त जाऊ यहाँ देखाउ न त्यहाँ देखाउ त्यो अर्को मोबाइलले देखाउ त अर्को मोबाइल एउटा बोरा छ एउटा भलक छ यहाँले भलक होला मसँग अब भलक सोल्टीको हातमा बेनाजु यहाँ आउनु छिटो यहाँ आउनु धेरै छ नि यहाँ छोप्न सकिन्छ 3-4टा खान छोप्नु हजुर म यो खोल्छु यहाँ आउनु छिटो हेर्नु म यहाँ बुझ्दैछु यहाँ हेर्नु चक्कु नै समात्ने यसलाई हेर्नु कि यति धेरै छन् नि कि हेर यहाँ धेरै छन् कि हेरी कति धेरै हुन् ल छिटो मेसी विवेक ल एउटा यो समात भनेको त्यहाँ धेरै यो चाहिँ के हो त नि यो चाहिँ माल यो कति धेरै छन् अर्को पनि छ समात समातिस आम्मा गाइस यहाँ एउटा देख्यो त्यो खोलिदेऊ त आम्मा म भ्या त्यहाँ सर्भो काँसुली छ नि त्यो त
रब नबोल्नु यत्रो भेन्ने के हो यो अर्को यहाँ त माछाको बारिस रहेछ त्यतिखेर भेटाइसकेछौँ गाइस हामीहरूले फाइनली गाइस हामीहरू चाहिँ अब घरतिर लाग्न लागेको माछा मारेर अब हेर्न सक्छ यो बोरामा हामीले माछा मारिसक्यौँ आधा किलो 1 किलो जति नै छ सम्झाउँदै 1 किलो जति नै छ अब घरतिर जल्दिने आएको अब हालत यस्तो यस्तो छ अब त्यो लु गाइस हामी घर आइसकेको छौँ अब माछा मारेर पनि अब हामी देखाउन सक्छौँ माछा कति माऱ्यौँ हामीले बिहान देख्न सक्नुहुन्छ यति माछा मारिसकेको छौँ हामीहरूले अब यसलाई बिहान परेर भुटेर बनाएर खानुपर्छ त्यो गाइस यदि भिडियो मन पर्यो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला अब यस्तै भिडियोहरू आउन सक्छ बाई बाई